तपाईले कुन विषय पढाउनुहुन्छ? तपाईलाई किन चाहियो? चाहिन्छ र? चाहिन्छ। तपाई कहाँ आउनु भएको छ अहिले? आन्दोलनमा तपाई विषय सोध्ने हो कि आन्दोलनको मोडालिटीको बारेमा सोध्ने हो? 30 दिनसम्म हामी 29 दिनसम्म हामी मैदानमा छौं। तपाई विषय सोध्नुहुन्छ। पहिला पत्रकारिता पढेर आउनुस् अनि बल्ल। हैन नि म्याम, तपाईको धर्मै थाहा छ। हो थाहा छ हामीलाई। धर्मै थाहा छैन। थाहा छ म्याम, थाहा छ। मेरो विषय किन चाहियो अहिले? यो आन्दोलनमा विषय म भन्छु नि किन चाहियो। किन भन्दाखेरि तपाईलाई हामीले विषयगत क्वेशन सोध्ने होइन, तर पनि एउटा छ हामीलाई सोध्ने एउटा आधार बन्छ के म्याम। आज तपाई मलाई आन्दोलनको विषयमा सोध्नुस्। हामी आन्दोलनमा केन्द्रित छौं। हामी कक्षामा कुन विषय पढाउँछौं भन्ने कुरो अहिलेको यो सान्दर्भिक विषय होइन है। मैले हिजो पनि जवाफ दिइसकेको छु, आज पनि तपाईले मलाई यो क्वेशन नसोध्नु। किन सोध्ने कुरा छु भन्दाखेरि नेपालीहरु यो भन्दै गर्दा सुन्नुस् है, यो भन्दै गर्दा हामी चाहिँ विषयवस्तुमा कमजोर भएर तपाईले सोधेका प्रश्नको उत्तर दिन नसक्ने भएर मैले विषय नभनेको होइन। यही देखियो नि त म्याम। तपाईले यो अहिले हामी यहाँ यो आन्दोलनको मैदानमा विषयवस्तु सोध्न आएको हो। विषयवस्तु हामी कुन विषय पढाउने भनेर आएको तपाईलाई? विषयवस्तु चाहिँ के सरकार छ यो आन्दोलनको? म भन्छु के सरकार छ। एकछिन हामीले गर्ने प्रश्नहरुमा सरकार छ म्याम। तपाईले मलाई क्वेशन सोध्यो, मलाई बोल्न दिनु पर्यो क्या? बुझ्नुभयो नि? तपाईले मलाई बोल्न दिनुहुन्छ भने हुन्छ, हैन भने जानुस्। बोल्नुस् न। आन्दोलन आज 29 दिनसम्म छौं। हामी कुन पीडामा छौं, कुन समस्यामा छौं हामी? तपाई विषय सोधेर बस्नुहुन्छ। तपाई त समाजलाई सुसूचित गर्ने व्यक्ति हो नि त, राज्यलाई सुसूचित गर्ने व्यक्ति हो। तपाईहरु विषय सोध्ने, विषयसँग लक्षित भएर अनि कुनै विषयवस्तु सोधेर शिक्षकलाई चाहिँ कमजोर देखाएर नङ्ग्याउन खोज्दै हुनुहुन्छ। म्याम तपाईले कुन विषय अध्यापन गराउनुहुन्छ? आन्दोलन विरोधी हो तपाईहरु। तपाईहरु आन्दोलन विरोधी हो, बुझ्नुभयो? हामीलाई कमजोर देखाउने हरेक ठाउँमा तपाई कुन विषय पढाउनुहुन्छ म्याडम भन्ने, अनि विषयसँग लक्षित भएर कुन साहित्यकारले कुन कृति हुन् भन्ने। आन्दोलनसँग त्यसको अर्थ के रहन्छ? टिचरलाई नङ्ग्याएर तपाईहरुले के पाउनुहुन्छ? हाम्रो आन्दोलनलाई कमजोर बनाउन खोज्नु भएको? म्याम तपाईलाई हामीले नङ्ग्याउँछौ भनेर कहिले भन्यौ? हैन, 30 दिनसम्म तपाई 29 दिनसम्म सडकमा आएका शिक्षकहरु कुन व्यथामा होलान्, कुन पीडामा होलान्, तपाईहरुले चाहिँ कसरी संघर्ष गरिरहनु भएको छ, आन्दोलनको लक्ष्य उद्देश्य कतिको प्राप्त हुने अवस्थामा तपाईहरु हुनुहुन्छ, खै त्यो कुराहरु सोध्नु भएको? आन्दोलन ठीक छ, म लान्छु नि म्याम। मेरो कुरा कानीको शैली नै यही हुन सक्छ। तपाईले कुन विषय पढाउनुहुन्छ भन्ने कुरा एकछिन न म्याम। शिक्षकहरुमाथि एकदम शिक्षकलाई कमजोर देखाउने, हरेक ठाउँमा शिक्षकलाई झुकाउने, शिक्षकलाई कमजोर देखाउने। कहिलेकाहीँ शिक्षक टाउको दुख्या हुन्छ, क्लासमा टाउको दुखेर क्लासमा सुतिरहेको हुन्छ नि त। शिक्षक पनि मान्छे हो के? त्यो अवस्थामा उलाई एकछिन रेस्ट गर्यो भने तपाईहरु के गर्नुहुन्छ? ल हेर, यस्ता सरकारी स्कुलका शिक्षक भनेर अनि के गर्नुहुन्छ? मिडियामा हाक्नुहुन्छ। तपाईहरु शिक्षकहरु होइन, तिनीहरु भन्नुस् जसले गर्यो। मैले गरेको छैन। एकछिन 20 गतेदेखि एकछिन न म्याम, चैत्र 20 गतेबाट सुरु भएको शिक्षकको आन्दोलनमा सुरुदेखि नै मैले फलोअप गरिरहेको छु। तपाईले हेर्नुस् शिक्षकहरुको प्रतिभालाई। एकछिन न, तपाई सुन्नु, तपाई मेरो कुरा सुन्नुहुन्छ सुन्नुहुन्न भन्नुस्? तपाईलाई कक्षामा के पढ्नु? तपाई मेरो कुरा सुन्नुहुन्छ कि सुन्नुहुन्न? 40 लाखले हेरिसके, अब फेरि आज त्यही क्वेशन किन? तपाई मलाई सुन्नुहुन्छ कि सुन्नुहुन्न? चैत्र 20 गतेदेखि एकछिन न। आन्सर भाइरल हुनलाई भनेको कुरा होइन है। फेरि म भाइरल हुम्ला भनेर भनेको होइन, यथार्थ हो। यो आन्दोलनको मैदानमा आन्दोलनसँग सम्बन्धित भएर तपाई त सरकारसँग नजिक हुनुहुन्छ, अझै भनिदिनुस् त बरु हाम्रा चाहिँ माग मुद्दाहरूको विषयमा सरकारले हामीसँग कस्तो खालको भूमिका खेलेको छ त्यो कुरा सूचित गरिदिनुस् न हामीलाई बरु। तपाईले कुन विषय अध्यापन गराउनुहुन्छ भनेर एउटा विषय 5 अक्षरको विषयको नाम तपाईलाई भन्न यति किन अप्ठ्यारो म्याम? तपाईलाई यति भन्नुस् न। क्वेशनसँग मलाई आपत्ति हो। कसरी आपत्ति? हरेक शिक्षकले जवाफ दिएको छ म्याम, हामीलाई दिएको छ, अरूले जवाफ दिएको छ हामीलाई। म त्यसको जवाफ दिन्न। यो त्यो ठाउँ होइन। तपाईलाई कुन विषय पढ्न मन लाग्छ भन्नुस् त? स्कुलमा आउनुस्, म त्यही पढाउँछु। तपाईलाई पढ्न मन छ भने स्कुल आउनुस्, मेरो स्कुल आउनुस्। म कास्कीको नवीन माध्यमिक विद्यालयमा पढाउँछु। तपाई त्यही आउनुस्, तपाईलाई जुन विषय पढ्न मन लाग्छ म त्यही पढाउँछु। ल आउनुस् त्यहाँ। सुन्नुस् न, मेरो प्रश्नको मैले तपाईलाई किन त सोध्न खोजिरहेको भन्दाखेरि नेपालका सामुदायिक विद्यालयमा म्याक्सिमम विद्यार्थीहरू फेल हुने भनेको अंग्रेजी, गणित र विज्ञानमा हो। सुन्नुस् है, तपाईले पढाउने विषयसँग कहाँ सम्बन्ध छ भने तपाई गणित विषय अध्यापन गराउनुहुन्छ भने तपाईको विद्यालयमा तपाईले आफ्ना गणित विषय पढ्ने विद्यार्थीहरूलाई कतिलाई पास गराउनु भएको छ भन्ने प्रश्न म त्यहाँबाट सोध्थेँ नि त म्याम। तपाई जवाफ नदिएपछि कसरी? तपाईलाई मैले भनिसके स्कुलको तपाईले भन्दा के बिग्रिन्छ? डाटा लिन आउनुस् के स्कुलमा? अहिले किन आउनु पर्यो? हामी आन्दोलनको मैदानमा छौं।
हामी आन्दोलनलाई कसरी सफल बनाउने विद्यालय शिक्षा विधेयकका बारेमा सोध्नुस् के तपाईँ किन तपाईहरु आन्दोलनमा आउनु भएको छ त्यसो भए भन्नुस् त्यसो भए तपाईले यो भन्नुस् कि डाटा यहाँ माग्ने हैन डाटा माग्न स्कुलमा आउनुस् स्कुलमा आउनुस् के डाटा माग्न तपाईले के कुरा गर्नु भयो रे अन्तर्वार्ता लिँदाखेरि पनि हामीले दिएको टपिक बाहेक अरुमा प्रवेश नगर्नुस् भन्नुभयो यो कहीं पनि हुँदैन र दोस्रो कुरा सुन्नुस् दोस्रो कुरा एकछिन दोस्रो कुरा तपाई कसरी अनावश्यक हुन्छ तपाईले कुन विषय पढाउनुहुन्छ भनेको अनावश्यक कसरी हुन्छ म्याम कसरी हुन्छ कसरी होइन शिक्षक सेवाको एक्जाम दिन हामी आयोग पास गरेर त्यसो भए इन्टरभ्यु दिनुपर्ने कारण के तपाईलाई मैले कुन विषय पढाउँछु भनेर इन्टरभ्यु दिनुपर्छ तपाई के लोकसेवा आयोगबाट आएको मान्छे हो शिक्षक सेवा आयोगबाट आएको मान्छे हो ओइगात गफ नगर्नुस् ओइगात गफ नगर्नुस् तपाईहरु शिक्षक छ 5 वर्ष पढाउनु पर्छ के विषय भन्की गर्नुहुन्छ त अनि आन्दोलन के अरे अनि शिक्षक सेवा आयोगको कुरा गर्नुहुन्छ किन हुँदैन हामी आयोग पास गरेर आएको मान्छे हौं सरकारले सोध्न पाउँदैन भने तपाई कुन विषय पढाउनुहुन्छ तपाईले पत्रकारलाई अंकुश लगाउँदै हुनुहुन्छ के म्याम अंकुश तपाईले हामीलाई धज्जी उडाउन खोज्दै हुनुहुन्छ तर तपाईको आफ्नो पत्रकारिताको धज्जी उडेको तपाईलाई थाहै छैन उडेको छैन म्याम तपाईहरुलाई सुरुदेखि सपोर्ट गरिरहेको हामीले अनलाइन टिभी नेपाललाई एक्चुअली गएर हेर्नुस् कसको बेइज्जत गरेको छ त्यो हेर्नुस् तपाईले अस्ति तपाईले एउटा म्यामलाई क्वेशन सोध्नुभयो कुन मिडिया म जान्दिन के हामी मिडियालाई एकै ठाउँमा एकछिन उहाँले के भन्नुभयो तपाईहरु कुन मिडिया भन्नुभयो तपाईले कुन मिडिया भनेर पत्ता लगाउनु पर्यो तपाईको दायित्व हो नि त त्यो त अनि तपाईले चाहिँ डाटा पत्ता लगाउन मेरो विद्यालय आऊ भन्ने अनि तपाईले कुन मिडिया भनेर नपत्ता लगाउने कान नखिच्ने मिडिया पनि छ नि यहाँ तपाईले त्यो पत्ता लगाउनु पर्यो नि त अनि अनलाइन टिभी नेपाल यसरी हेर्नुस् अनि थाहा पाउनुस् तपाईले त्यो क्वेशन नसोधेको भए मैले सबै मिडियालाई एकै ठाउँमा हालेर हेर्ने थिइन एकै ठाउँमा हाल्ने थिइन फेरि तपाईले पनि त्यही क्वेशन सोध्नुभयो क्या त्यसो भए यो भन्नुस् यो विषय छोड्दियो अहिले त्यसमै तपाईले यो भन्नुस् कि मलाई एकजना साथीले यो प्रश्न शिक्षकलाई सोध्दै भनिदिनु भएको छ के भन्नु भएको छ भने कक्षा 12 पछिको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी किन मलेसिया साउदी जाने अवस्था आएको छ किन यो देश छोड्नुपर्ने स्थिति आएको छ ब्याचलरको लेभलको पढाइ किन यो देशमा मैले गर्न पाइरहेको छैन भनेर तपाईहरुले सोधिदिनु भनेको छ ल किन यस्तो भइराछ त्यसैका लागि बल्ल तपाई सुन्नुस् तपाई बल्ल पोइन्टमा आउनुभयो तपाईले सोध्ने प्रश्न बल्ल यो म आउने नै थिए के म्याम तपाईले भनिराख्नु पर्दैन नि म्याम पत्रकारिता गरिराछ हामीले मलाई सुन्नुस् तपाईले मलाई क्वेशन सोध्नु भएको छ नि हो नि किन यस्तो हुन्छ भने 28 सालको हाम्रो पञ्चायती शिक्षा ऐन त्यो व्यावहारिक छैन त्यो सैद्धान्तिक छ गरी खाने शिक्षा 28 सालको शिक्षा ऐनले हामीलाई दिएको छैन 12 पास गर्ने बेलामा उलाई एउटा जीवन उपयोगी र गरी खाने सिप दिने खालको शिक्षा हामीले दिन सक्थ्यौं भने उ बाहिरिन पर्थेन क्या बुझ्नुभयो नि तर हाम्रो त्यो 28 सालको ऐनले आज आएर 82 सालमा पनि हामी त्यसैले काम चलाउँदै छौं संविधान 72 सालमा संविधान बनिसक्दा 10 वर्ष हामीसँग चाहिँ ऐन बन्दैन यो ऐनमा हाम्रा युवाहरूलाई बिकाउने हैन क्या 28 सालको ऐनले युवा बिकाउ छ हामी युवालाई यही टिकाऊ भनेर नयाँ अग्रगामी ऐन माग्नका लागि आछौ के त्यो कुरा तपाईहरुले बुझ्दिनु पर्यो सामुदायिक विद्यालयको गरी खाने शिक्षा नहुँदा र त्यो गरी खाने शिक्षा फेरि स्वयं व्यक्तिले शिक्षकले मात्र दिने होइन नि त्यो त सरकारले व्यवस्थापन गर्दै आउनु पर्यो ऐन ल्याउनु पर्यो त्यही अनुसारको पाठ्यक्रम डेभलप गर्नु पर्यो त्यही अनुसारको विषयवस्तु हामीलाई दिन पर्यो अनि पो हामी त्यहाँ चाहिँ कक्षा कोठामा त्यो अनुसारको प्रेजेन्टेसन हामीले गर्न सक्छौं सरकारले बनाएका कानुन परिपालन गर्ने हामी छौं अनि शिक्षकलाई मात्रै तपाईहरुले दोषी दिनु यो हाम्रो ऐन व्यावहारिक छैन गरी खाने सिप दिने जीविकोपार्जन र जिउने कला सिकाउने खालको हाम्रो ऐन छैन त्यही ऐन यहाँ जारी गर्नका लागि हामी सडकमा 29औं दिनदेखिबाट लडिरहेछौं के त्यसो भए जिल्ला स्तरीय परीक्षामा कतिपय विद्यालयमा नील छ नील त्यो नील हुनमा त शिक्षक दोषी छैन तपाईले भन्नु पाउनुहुन्न फेरि त्यसो हो भने सुन्नुस्